birthday to you. Thank you. You don't need to do this. यसलाई 60 वटा सब्सक्राइबर चाहिँ एक दिन 6 मिलियन देख्न पाऊँ क्या सो थ्याङ्क यू सो मच सबैजनालाई गुड मर्निङ गाइस एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग गाइस आज चाहिँ बिहानै हामी गाडीमा छौँ अलरेडी आज चाहिँ बाको फ्यामिली डक्टरसँग भिजिट छ अस्ति इमर्जेन्सी बसेपछि अमेरिकामा विदिन 1 विक आफ्नो फ्यामिली डक्टरसँग भिजिट गर्नुपर्छ के कस्तो भयो के हुँदैछ भनेर सो हामी त्यहाँ जाँदैछौँ गाइस अब म चाहिँ हस्पिटलमा छु तर नेपालमा पुरा चुनाव भइरहेछ होइन कसले जित्छ होला म नेपालमा हुनु र मैले भोट गर्न पाउनु थियो भने म चाहिँ सिधा बालेन शाह एउटा भोट घन्टीमा झापा 5 पुरै तातिरहेछ गाइस होइन केपी शर्मा ओली भेरी ओजी ब्याक इन टाइमदेखि ओजी मान्छे तर नयाँले के गर्नुपर्छ नयाँले ट्राई गर्नु दिनुपर्छ नेपालमा अहिले बालेन शाह नै चाहेको हो क्या भोट हाल्न त पाउँदिनँ तर मेरो मनबाट गएको मेरो भोट बालेन्द्र शाह बाको अपोइन्टमेन्ट थियो अपोइन्टमेन्ट सकेर चाहिँ अहिले हामी घर आइपुगिसक्यौँ गाइस अब यहाँबाट हामी रेडी भयौँ अब यहाँबाट हामी मेरो सालीको बर्थडे छ आज वान एन्ड अन्ली साली उसको बर्थडे छ सो उसलाई विस गर्न हामी यहाँबाट सिधा उसको घरमा जान्छौँ हेर्नु न कस्तो पानी परिरहेछ क्या आनन्द छ होइन हिजोदेखि कन्टिन्यू पानी परिरहेछ यस्तै छ अमेरिकाको लाइफ तर यो पानीले चाहिँ रोकिँदैन क्या आमा चराहरू पानीले चाहिँ कहीँ जान रोक्दैन गाडी भएपछि अर्को कुरो पानी हेर्नु कस्तो मजाले परोस् त्यो हाम्रो बाइक खाजा त्यो खाँदै जाने हो आधी घन्टा लाग्छ यहाँबाट सर हिँड्ने हो ए बाइक खाजा भिजो अनि गाइस मेरो युट्युबमा 60 जना सब्सक्राइबर भयो होइन तपाईँहरू सबैजना 60 जना जोडिसक्नु भएको छ तपाईँलाई दिल से धन्यवाद यार थ्याङ्क यू भेरी मच होइन अब अपकमिङ भिडियोजहरू दामी आउँछ ब्लग राम्रो ब्लग आउँछ प्लिज यसरी नै माया गरिरहनु होला गरिदिरहनु होला यसलाई 60 वटा सब्सक्राइबर चाहिँ एक दिन 6 मिलियन देख्न पाऊँ क्या सो थ्याङ्क यू सो मच सबैजनालाई दिल से यार सो गाइस पर्सि हाम्रो छोरोको 2 इयर्सको बर्थडे आउँदैछ र मेरो वाइफले चाहिँ यहाँ अर्डर दिने अरे अब कस्तो खालको दिने भनेर हामी यहाँ हेर्दैछौँ दिस वान पर्सिको लागि गाइस यो अरे के मारियन लुइजी भएको ओके 2 इयर्स ओल्ड भयो पर्सि हाम्रो भाइ 2 इयर्स ओल्ड हुन्छ पर्सि गाइस हामीले रूपाको लागि चाहिँ यो डिसाइड गर्यौँ भरे सरप्राइजको लागि राति अब फ्यामिली सबैजना हुँदैन नि त सबै सुतिसकेका हुन्छन् सो हामी 3-4 जना हुन्छौँ दिस सुड बी इनफ फर अस यो डिसाइड गऱ्यौँ हामी र भाइको लागि चाहिँ हामीले अर्डर गरिसक्यौँ पर्सि आएर बिहानै पिकअप गर्ने हो गाइस प्रब्लम आयो पर्सिको बर्थडे हो अब आज अर्डर गरेर पर्सि रेडी हुँदैन अरे क्या किन वी हेभ टु टेल देम इन अ विक एक हप्ता अगाडि भन्नु पर्थ्यो अरे यो हुन्छ पर्सिको दिन भाइको लागि यो भोलि आउन भ्याइँदैन भोलि पनि बर्थडे नै छ घरमा सो यो चाहिँ हाम्रो भाइको लागि 2 इयर्स लेख्नु लाउनु पर्छ नि लेखिदिन्छ होला त हो पर्दैन लेख्नु ओके सो हाम्रो भाइको 2 इयर्स बर्थडे चाहिँ त्यही केकले सेलिब्रेट गर्ने हो जाउँ अब सक्यो गाइस आज मेरो सालीको बर्थडे हो सो सालीलाई चाहिँ यो लगिदिएको हामीहरूलाई आई होप सी विल बी ह्याप्पी आज 3 थरीको केक भयो क्या यो विक 3टै बर्थडे छ 3 जनाकै बर्थडे छ सो त्यही भएर पनि हो नो प्रब्लम बर्थडे भनेर चाहिँ मजाले सेलिब्रेट गर्नुपर्ने हुन्छ क्या फेरि त्यो नम्बर आउँदैन नि त होइन त्यो एज फेरि आउँदैन त्यो नम्बर फेरि आउँदैन कस्तो भोक लागेको थियो होइन सपिङ गर्दा गर्दै सो पेपरोनी पिज्जा मलाई
मेरो बुढी र भाइलाई चिज पिज्जा उनीहरू मासु यो मेरो बुढी जो खाँदैन क्या गाइस यो म खान्छु होइन चिज पिज्जा आई प्रिफर त्यो पेपरोनी गाइस कप केक पनि कति राम्रो छ क्या पुरै कलरफुल होइन यो बटरफ्लाईहरू भएको आई होप साली खुसी हुन्छन् र यो देखेर सो हामी सिधा अब सालीको घर मेरो ससुराली जाँदैछौँ Happy birthday to you Happy birthday to you Happy birthday dear Isa Happy birthday to you Thank you. You don't need to do this. I'll give you सालीलाई ह्याप्पी बर्थडे भन्यो अब यहाँबाट हामी सबैको घर जाने हो अब लगभग 6:30 कति भयो होइन समय पनि बेलुका भयो बिहानदेखि हिजोदेखि पानी परिरहेछ वेदर यस्तै नै छ अब यहाँबाट म सर्र घर जान्छु त्यस पछाडि अब के हुन्छ देखा जाएगा अनि आज सब्जी मात्रै खाना थिएन सब्जी मात्रै खाऊ बस गुड राम्रो कुरो बेला बेला भात पनि छोड्नुपर्छ मालुले रोटी खानु रहेछ आमा वाट्स गोइङ अन के हुँदैछ ठिकै हुनुहुन्छ ठिकै छ हाम्रो भाइले मेगी खाएको देख्दा म आफै छक्क पर्छु गाइस साह्रै मजाले खान्छ पहाडी मान्छेहरूले खान्छ नि मेगी माथि पाहाडमा बस्नेहरूले तातो मेगी हो त्यसरी खान्छ मजाले नेपाली हो नि त नेपाली गाइस अहिले भनेको 11:58 भयो होइन हाम्रो रूपको बर्थडे हो अब सेलिब्रेसन भोलि पनि हुन्छ तर राति 12 बजी सरप्राइज त्यो फुटाएर राम्रोसँग एउटा केक छ मेरो वाइफ हुनुहुन्छ यहाँ मेरो नानी हुनुहुन्छ यहाँ सो हामी चाहिँ सर्व गरेर ह्याप्पी बर्थडे भनेर उसलाई ऊ भर्खर कामबाट पनि आएको हो सो बर्थडे इज अलवेज स्पेसल क्या गाइस बर्थडेलाई स्पेसल बनाउन सक्नु पऱ्यो होइन समय हो नि त एज हो एज बढेको जान्छ एक दिन होइन सो बर्थडेलाई चाहिँ हामी सबै निन्द्रामै छौँ क्या यो धेरै निन्द्रा ब्रो तर पनि केही छैन आई थिङ्क 12 बजीसम्म टाइम कति हो ओ आउनु भाइ हजुर भाइ भाइ आउनु आउनु भाइ काकालाई बर्थडे भन्नु छ भाइ भाइ आउनु आइहाल्छ नि किन ल्याउनु पऱ्यो मैले Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Bruce. Happy birthday to you. Baby. love it. कस्तो भयो पुडुम भयो 28 hit me today
Damn it. Getting old. 28. Oh, dang, 2 years older than me. I tell you, everyone, happy birthday, la. Thank you, thank you. Long. Look at Kato. Ready to do that? लाइट भालो न गाइस Bye, bye. Wow, baby, look. सो गाइस पक्कै पनि हामी भोलि स्याटरडे हैन Huh? भोलि फ्राइडे स्याटरडे Friday. ओ फ्राइडे सो मेबी भोलि ऊ कामबाट आएर हाम्रो बैठक हुन्छ र अलिकति केही खानेकुरो खाइन्छ तर अहिलेलाई चाहिँ यस्तै हो सादा सादा नै हैन किनभने घरमा मान्छे अझै बिमारी नै हुनुहुन्छ सो त्यो भएपछि आजलाई च्याति दिउँ आजलाई च्याति यिनीहरू होइन विल सी यु टुमोरो बाई भोलिको घाम सँगै ताप्न उठौँ भन्न के अरे भोलिको घाम सँगै ताप्न उठौँ भन्न द्याट्स गुड वान